अब यी पुराना पार्टीहरूलाई कसरी फेरि भोट दिने? आफ्नो कार्यकालमा राम्रो शिक्षाको नीति नलिएर आउने, राम्रो रोजगारीको नीति नलिएर आउने, राम्रो खानेपानी स्वास्थ्य सुविधाको नीति नलिएर आउने अनि फेरि भोट माग्न आउने। 36 वर्षदेखिको राजनीतिमा पाएको नेपालीले भनेको केही छैन, दुःख मात्रै पाएको छ नेपालीले। राजनीति कसको लागि खेलिन्छ? जनताको सुविधाको लागि या आफ्नो सुविधाको लागि? ट्याक्स तिरेको बापतमा नेपाली जनताले पाएको सुविधा केही पनि छैन। 2 लाखको बाइक इन्डियामा पाइन्छ भने यहाँ आएर 7 लाख रुपियाँ भन्छ। राजनीतिकमा नेपालीहरूले मात्र दुःख मात्रै पाएका छन्। राजनीतिक आफ्नो लागि, आफ्नो स्वार्थको लागि खेलेका मात्र छन्। जनताको स्वास्थ्य, जनताको हितको लागि खेलेको राजनीतिक अहिलेसम्म थाहा पाएन। पुराना राजनीतिक दलहरूले गरेको केही पनि देखिएन अहिलेसम्म।